4 अध्याय परमेश्वरको निम्ति जिउनु। जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर। किनभने जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप गर्न छोडेको हुन्छ। यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन तर परमेश्वरको इच्छामा बिताउँछ। बितेका दिनमा अन्य जातिहरूले गरे झैँ तिमीहरूले बेविचार, कुवासना, मद्यपान, मोजमजा, पियक्कटपन र घृणित मूर्ति पूजामा प्रशस्त समय बितायौ। तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँडेका देखेर तिनीहरू छक्क पर्छन् र तिमीहरूको बधाई गर्छन्। तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ। यसै कारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो ताकि तिनीहरूले मानिसहरू जस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वर जस्तै जिउन्। सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरह। सबैभन्दा बढी एक अर्काप्रति तिमीहरूको प्रेम अटुट रहोस्, किनकि प्रेमले नै असङ्ख्य पापहरू ढाक्दछ। बिना गनगन एउटाले अर्काको अतिथि संस्कार गर। जसले जस्तो वरदान पाएको छ परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारी झैँ ती एकअर्काको निम्ति प्रयोग गर। यदि कसैले बोल्दछ भने परमेश्वरको वचन बोले जस्तै त्यसले बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्। यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्। उहाँलाई नै महिमा र पराक्रम सदा सर्वदा होस्। आमेन। क्रिस्टियन भएकोमा कष्ट भोग। प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भए जस्तै तिमीहरू छक्क नपर, तर ख्रीष्टका कष्ट भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक। यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयो भने तिमीहरू धन्यका हौ, किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तर तिमीहरूमध्ये कसैले पनि हत्यारा वा चोर वा खराबी गर्ने वा अर्काको कुरामा हात हाल्ने चाहिँ दुःख नभोग। तर कसैले क्रिस्चियन भएको कारण दुःख भोग्दछ भने ता उसले लाज नमानोस्, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्। किनभने न्याय परमेश्वरकै परिवारबाट सुरु हुने समय आएको छ र यदि यो हामीबाट सुरु हुन्छ भने ता परमेश्वरको सुसमाचार नमान्नेहरूका अन्त्य कस्तो होला। अनि यदि धर्मी जनको उद्धार कठिनसँग हुन्छ भने अधर्मी र पापीको गति के हुने। यसकारण परमेश्वरको इच्छा बमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ता कहाँ सुम्पुन्।